सम्पूर्ण साथीहरूलाई स्वागत छ हाम्रो यस च्यानलमा। साथीहरू, शिक्षक सेवा आयोगले प्रत्येक नेपाली नागरिकको लागि चाहिँ भ्याकेन्सी खोलाएको छ। कुन प्रदेशबाट कतिजनाको लागि कुन सब्जेक्टमा भ्याकेन्सी खुलेको छ त्यो चाहिँ हामी यस भिडियोमा कुराकानी गर्नेछौँ। साथै यो भ्याकेन्सीको फर्म चाहिँ कसरी भर्ने त्यसको लागि पनि हामी स्टेप बाई स्टेप चाहिँ जानेछौँ। तपाईँहरू चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। भ्याकेन्सीको अन्तिम मिति रहेको छ, दरखास्त दिने अन्तिम मिति चाहिँ वैशाख 23 गतेसम्म रहेको छ साथीहरू। यसको दस्तुर रहेको छ 700 रुपियाँ दस्तुर रहेको छ भने डबल दस्तुरमा चाहिँ तपाईँ 30 गतेसम्म वैशाख 30 गतेसम्म चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। सुरु गरौँ हामी चाहिँ यसको फर्म चाहिँ कसरी भर्ने। तपाईँहरूले यदि फर्म भर्नु पऱ्यो भने हामीले चाहिँ मेसेज गरेर व्हाट्सएप ग्रुपमा जोइन होला, साथै हामीले मेसेज गरेर पनि भन्न सक्नुहुन्छ। प्रथम त गुगलमा जानु होला, त्यसपछि टिएससी लेख्नु होला। टिएससी सेवा आयोगको यहाँ अनलाइन TSC.job पोर्टल भन्ने एउटा तल आउँछ, यहाँ चाहिँ क्लिक गर्नु होला। यो आइसकेपछि तपाईहरुले चाहिँ अकाउन्ट लगइन रजिस्टर यहाँ रहेको छ, यहाँबाट चाहिँ तपाईहरुले क्लिक गरेर रजिस्टर गर्नुपर्ने हुन्छ। साथै अर्को तरिका यहाँ रहेको छ, यहाँ भ्यू डिटेलमा क्लिक गरेर तपाईहरुले यहीँबाट पनि अप्लाई गर्न सक्नुहुन्छ र अप्लाई गर्दाखेरि तपाईहरुले यो रजिस्टर गर्नै पर्छ साथीहरु। सो त्यसैले हामी चाहिँ सुरुमा चाहिँ हामी यो रजिस्टरमा दाब्छौँ। रजिस्टरमा क्लिक गरिसकेपछि तपाईले चाहिँ तपाईहरुले अलरेडी अकाउन्ट बनाइसक्नु भएको छ भने तपाई यहाँबाट सिधै इमेल हालेर पासवर्ड हालेर चाहिँ लगइन गर्न सक्नुहुन्छ है साथीहरु। सो तपाईहरुसँग यदि यसको आईडी बनेको छैन, तपाईहरु न्यू हुनुहुन्छ भने यहाँ क्लिक हेयर टु रजिस्टरमा क्लिक गर्नु होला। यहाँ गरिसकेपछि तपाईले हेर्न सक्नुहुन्छ इमेल भएको छ, त्यसपछि मोबाइल नम्बर हाल्नु होला आफ्नो, त्यसपछि पासवर्ड हाल्नु, एउटा नयाँ पासवर्ड हाल्नु होला। पासवर्डलाई फेरि कन्फर्म गर्नु होला अनि त्यसपछि यहाँ सिम्पली रजिस्टरमा क्लिक गर्नु होला है साथीहरु। यति चाहिँ गर्नुस्। फेरि म साथीहरु यति फिलअप गरिसकेपछि यहाँ रजिस्टरमा क्लिक गर्नु होला। क्यारेक्टरदेखि लिएर 16 क्यारेक्टरको बिचमा चाहिँ राख्नुपर्ने हुन्छ। ल पासवर्ड हालिसकेपछि यहाँ रजिस्टरमा क्लिक गर्नु होला। अब हेर्न सक्नुहुन्छ यहाँ तपाईको नम्बरमा एउटा ओटीपी कोड जान्छ, त्यो चाहिँ यहाँ ओटीपी कोड यहाँ हाल्नु होला है। इमेलमा जान्छ, वन नम्बरमा अलरेडी यहाँ मेरोमा आइसकेको छ। सो म अहिले हालेर भेरिफाई गर्नेछु। तपाईहरु पनि यसरी भेरिफाई गरिहाल्नु होला है साथीहरु। ल ओटीपी कोड चाहिँ मैले हालिसके, तपाईहरु पनि हालेर भेरिफाई गर्नु होला। यहाँ तपाई देख्न सक्नुहुन्छ इमेल एड्रेस भेरिफाइड, क्लिक हियर टु गो ब्याक टु लगइन पेज भने यहाँ क्लिक गर्नु होला। अब हेर्न सक्नुहुन्छ अघि जुन इमेल हाल्नु भएको थियो, पासवर्ड हाल्नु भएको थियो, त्यो पुरै यहाँ पासवर्ड हाल्नु होला अनि लगइन गर्नु होला। अघिको जस्तो सेक्सनमा आइसक्यो। ल म चाहिँ यहाँबाट हालेर लगइन गर्छु, तपाईहरु पनि यो हाल्नु होला। यति हालिसकेपछि लगइनमा क्लिक गर्नु होला। ल अब चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ सुरुमा चाहिँ तपाईहरुले आफ्नो प्रोफाइल सेटअप गर्नुपर्ने हुन्छ, आफ्नो चाहिँ पुरै विवरणहरु हाल्नुपर्ने हुन्छ है साथीहरु। सबभन्दा पहिला चाहिँ तपाईहरुले व्यक्तिगत विवरण हाल्नु होला, त्यसपछि ठेगाना र पारिवारिक विवरण बनेको छ, सम्पूर्ण विवरण चाहिँ यहाँबाट हाल्नु होला है साथीहरु। ल यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईहरुले नेपालीमा आफ्नो नाम थर लेख्नु होला, बीचको नाम छ भने बीचको नाम पनि लेख्नु होला। त्यसपछि यो नागरिकता नम्बर, यो सम्पूर्ण विवरणहरु भरेर मात्र अप्लाई गर्नु होला है साथीहरु। सो म तपाईहरुले यो फिलअप गरेर फेरि ब्याक हुनेछु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो एडिटको ठाउँमा चाहिँ एडिटको जुन अप्सन छ यहाँ चाहिँ क्लिक गर्नु होला। अब चाहिँ तपाईहरुले पुरै एक डिटेल चाहिँ यहाँ देवनागरी लिपिमा हाल्नुपर्ने हुन्छ। यता अंग्रेजी भनेको छ भने अंग्रेजीमा चाहिँ हाल्नु होला यतातिर। अनि यो लिङ्कहरु सिलेक्ट गर्नु होला, लिङ्क कुन लिङ्क हुनुहुन्छ। त्यसपछि डेट अफ बर्थ यहाँ हाल्नु होला, डेट अफ बर्थ, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, त्यसपछि नागरिकता जारी भएको मिति चाहिँ हाल्नु होला। यति हालिसकेपछि सेभ गर्नु होला है साथीहरु। यति म गरेर फेरि ब्याक हुन्छु अनि त्यसपछि तपाईहरुको अरु अप्सन खुल्ने छ। व्यक्तिगत विवरण भरिसकेपछि यस्तो आउने छ। ल यति गरिसकेपछि यहाँ अब सेभ गरिसकेपछि ठेगानामा क्लिक गर्नु होला। अब तपाईहरुले चाहिँ आफ्नो ठेगाना, स्थायी ठेगाना र सम्पर्क ठेगाना चाहिँ हाल्नुपर्ने हुन्छ। त्यो फेरि यसमा एडिटमा क्लिक गर्नु होला। यहाँ हालिसकेपछि अब कुन प्रदेशको हो तपाई, जिल्ला छान्नु होला, स्थानीय तह छान्नु होला, वार्ड अनि टोल, मोबाइल नम्बर हाल्नु होला। त्यसपछि सम्पर्क ठेगाना कहाँ हुन्छ फेरि त्यही हालिदिनु होला, तपाईको आफ्नै डिटेल। यति हालिहाल्नु, त्यसपछि म फेरि ब्याक हुन्छु। साथीहरु जुनमा स्टार लागेको छ, जहाँ जहाँ स्टार लागेको छ त्यो चाहिँ एकदम अनिवार्य भर्नु होला अनि बाँकी चाहिँ छोडिदिनु होला। ल यति भरिसकेपछि तपाईहरुले चाहिँ सेभमा क्लिक गर्नु होला। ल यहाँ हेर्न सक्नुहुन्छ सेभ भइसकेको छ। यो सेभ भइसक्यो। अब चाहिँ पारिवारिक विवरण चाहिँ हाल्नु होला। यहाँ पारिवारिक विवरणमा क्लिक गरेर अब चाहिँ बुवा र आमाको डिटेल, हजुरबुवाको, श्रीमान श्रीमतीको डिटेल चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ। सो यहाँ फेरि एडिटमा क्लिक गर्नु होला। एडिटमा हालिसकेपछि यहाँ नेपालीमा चाहिँ आफूले आफ्नो बुवा मम्मीको नाम चाहिँ यहाँ हालेर फेरि सेभमा क्लिक गर्नु होला। ल साथीहरु आफ्नो परिवारको विवरण हालिसकेपछि यहाँ सेभमा क्लिक गर्नु होला। हेर्न सक्नुहुन्छ सेभमा क्लिक गरिसकेपछि आफ्नो पुरै डिटेल हालिसकेपछि यहाँ तीनवटा जुन डट छ यहाँ चाहिँ क्लिक गर्नु होला। अब हेर्न सक्नुहुन्छ यो जुन छ
व्यक्तिगत विवरण यो त भइसक्यो। अब शैक्षिक योग्यताको विवरण हाल्नुपर्ने हुन्छ, त्यसपछि तालिमको विवरण, अध्यापन अनुमति पत्रको यानि कि लाइसेन्सको विवरण हाल्नुपर्ने हुन्छ, त्यसपछि अनुभव सम्बन्धी कुनै विवरण छ भने त्यो पनि हाल्नुपर्छ। साथमा संलग्न कागजातहरू, नागरिकता डकुमेन्ट, फोटो अनि यो सिग्नेचरहरूको चाहिँ यहाँ माग्ने गर्छ। सो यो सम्पूर्ण रेडी गरेर अब यसमा हाल्नु होला है साथीहरू। सब कुरा म तपाईँहरूले यहाँ खोलेर देखाउने गरिरहेको छु। अब हेर्न सक्नुहुन्छ शैक्षिक योग्यताको विवरण भनेको छ, यहाँ एडमा क्लिक गर्नु होला। अब हेर्नुहोस् तपाईँ शिक्षण संस्था छान्नुहोस् भनेर नेपाल सरकारकोबाट हो। अब अन्य शिक्षण संस्था भएको भए यहाँ चाहिँ अन्य हाल्नु होला, त्यसपछि तह छान्नु होला। तह चाहिँ कुन हो, एसएलसी +2 त +2 यहाँ क्लिक गर्नु होला। त्यो चाहिँ आफ्नो इयर यहाँ लेख्नु होला, कति सालमा चाहिँ तपाईँ पास हुनुभयो त्यो चाहिँ यहाँ हाल्नु होला। यो सम्पूर्ण कुराहरू चाहिँ तपाईँ आफै सिम्पली हाल्न सक्नुहुन्छ। जिपिए यहाँ भनेको छ, जिपिए उल्लेख ग्रेड सिस्टमको लागि यहाँ चाहिँ हाल्नु होला, र प्रतिशत भनेको छ प्रतिशतमा चाहिँ हाल्नु होला, यो प्रतिशतको लागि। श्रेणी यानि कति पताङ कति आएको छ, पर्सेन्टमा हाल्नुहुन्छ कि श्रेणी ग्रेड हाल्नुहुन्छ, त्यो चाहिँ यहाँ हालेर सेभ गर्नु होला है साथीहरू। यहाँ सेभ भनेको छ, यहाँ चाहिँ सेभमा क्लिक गर्नु होला। यो पनि तपाईँको अघि जस्तो सेभ भइहाल्छ। यति भइसकेपछि तपाईँहरू फेरि यहाँबाट फेरि सेभ गर्नु होला यो साइडबाट। र यो सेभ गरिसकेपछि यहाँ फेरि अब तालिमको विवरण भनेको छ, त्यो तालिमको विवरण चाहिँ सेम टु सेम त्यही प्रोसेसबाट एडमा फेरि यहाँ हाल्नु होला। अब तालिम कतिवटा लिनुभएको छ भने तालिम दिने संस्थाको नाम, तालिम छान्नुहोस्। अब अन्य यहाँ डिटेलहरू हाल्नुपर्ने हुन्छ, प्रतिशत कति छ, ग्रेड के छ, त्यो सम्पूर्ण कुराहरू चाहिँ यहाँ हाल्नु होला। कति वर्ष कति महिना चाहिँ लिनुभयो त्यो तालिम, त्यो हालिसकेपछि यहाँ सेभ गर्नु होला। फेरि यो सब गरिसकेपछि फेरि यता 3वटा डटमा हाल्नु होला, अध्यापन अनुमति। र अब मेन कुरा भनेको यो हो लाइसेन्स। यदि तपाईँले लाइसेन्स दिनुभएको छ भने भर्नु पाउनु हुँदैन। लाइसेन्स दिइसक्नु भएको छ नियमावलीको भने, लाइसेन्स छ तपाईँसँग भने यहाँ एडिटमा क्लिक गर्नु होला। एडिटमा क्लिक गरिसकेपछि यहाँ अनुमति पत्र प्राप्त गरेको तह चाहिँ कुन तहको लागि हो, अनुमति पत्र लाइसेन्स त्यो चाहिँ तह यहाँ हाल्नुपर्ने हुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ प्राथमिक तह, नियमित तह, कुन लाइसेन्स, यदि प्राविको हो भने यहाँ प्राविको हाल्नु होला। अध्यापन यहाँ रोल नम्बर चाहिँ हाल्नुपर्ने हुन्छ। त्यसपछि यहाँ अनुमति पत्र प्राप्त गरेको मिति चाहिँ कहिले हाल्नुभयो, त्यो कहिले पाउनुभयो त्यो चाहिँ मिति यहाँ उल्लेख गर्नु होला, अनि सेभमा चाहिँ क्लिक गरेर सेभ गरिदिनु होला। त्यसपछि यति गरिसकेपछि फेरि यता आउनु होला। अनुभव सम्बन्धी विवरण भनेको छ, अनुभव सम्बन्धी विवरणमा क्लिक गर्नु होला। कतै कुनै स्कुलमा पढाउनु भएको छ, सरकारी स्कुलमा वा प्राइभेटमा, करारमा, जेमा भए पनि यहाँ चाहिँ यदि तपाईँसँग एक्सपिरियन्स छ भने यहाँ चाहिँ क्लिक गर्नु होला। जस्तै स्थायी शिक्षक, अस्थायी करार, राहत शिक्षक, कार्यरत शिक्षक होइन, कुन हो जुन हुनुहुन्छ त्योमा चाहिँ क्लिक गर्नु होला। यदि स्थायी हुनुहुन्छ, अस्थायी करार हुनुहुन्छ भने यहाँ चाहिँ क्लिक गरेर त्यो सम्पूर्ण विवरणहरू चाहिँ फेरि भर्नुपर्ने हुन्छ साथीहरू। कहिले नियुक्ति लिनुभयो, बढ्दो गएको मिति, सिट, रोल नम्बर, यो सम्पूर्ण कुराहरू चाहिँ यहाँबाट भर्नु होला। कुन तहमा हो, श्रेणी चाहिँ कति हो। यति गरिसकेपछि तपाईँहरूले चाहिँ संलग्न कागजातको विवरण दिनुपर्ने हुन्छ। अब हेर्नुहोस् तपाईँले चाहिँ के कागजातको विवरण दिनुपर्ने हुन्छ। तपाईँको चाहिँ फोटो है, तपाईँको पासपोर्ट साइजको फोटो चाहियो। त्यसपछि यहाँ सिग्नेचरको फोटो चाहियो, यहाँ चाहिँ सिग्नेचरको फोटो चाहियो। त्यसपछि नागरिकताको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको चाहिँ यहाँ चाहिँ अपलोड गर्नुपर्ने हुन्छ साथीहरू। त्यसपछि अन्य कागजात के भनेको छ, यहाँ ट्रान्सक्रिप्ट भनेको छ। यता चाहिँ तपाईँले ट्रान्सक्रिप्ट हाल्नु होला आफ्नो शैक्षिक योग्यताको। त्यसपछि यहाँ अर्को ट्रान्सक्रिप्ट छ भने त्यो पनि हाल्नु होला। अनुमति पत्रको फोटो चाहिँ यहाँ हाल्नै पर्छ साथीहरू, नत्र भने एक्सेप्टै हुँदैन। अब हेर्नु साथीहरू, स्थायी नियुक्ति पत्र, यदि एक्सपिरियन्स तपाईँको छ केहीको छ भने यहाँ स्थायी नियुक्ति पत्रको फोटो हाल्नुपर्ने हुन्छ है। यदि तपाईँको बढ्दो भएको छ भने त्यसको फोटो छ भने, त्यसको प्रमाणपत्र छ भने त्यो पनि हाल्नु होला। तालिम यदि लिनुभएको छ भने तालिमको यहाँ प्रमाणपत्रको चाहिँ फोटो हाल्नु होला। त्यसपछि यहाँ अझै हेर्नु तल, आदिवासी जनजाति मधेसी कुन हुनुहुन्छ त्यो चाहिँ यहाँ हाल्नु होला। यदि मधेसी भने मधेसी प्रमाणपत्र चाहिँ हाल्नु होला। यदि अपाङ्गताको हकमा चाहिँ यहाँ अपाङ्गताको अपलोड गर्नु होला। पिछडिएको वर्गको लागि यहाँबाट चाहिँ अपलोड गर्नु होला। त्यसपछि यहाँ तल हेर्दै जाउँ, शिक्षण अनुभव तथा सेवा अविच्छिन्न सम्बन्धमा प्रमाणित फारम बढुवा प्रयोजनको लागि यो छ भने तपाईँ हाल्नु होला, नत्र भने छोड्न पनि सक्नुहुन्छ। ल यति कुराहरू चाहिँ तपाईँहरूले हाल्नु होला। यो हालिसकेपछि अब यति कुराहरू हालिसकेपछि तपाईँहरूको के हुन्छ, व्यक्तिगत विवरणहरू सम्पूर्ण कागजातको रेडी चाहिँ भइसकेपछि अब विज्ञापनतिर चाहिँ तपाईँ जानु होला है। हाल खुलेको विज्ञापनहरू यहाँ हेर्न सक्नुहुन्छ। के को खुलेको छ, निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला परिवर्तनात्मक परीक्षाको विज्ञापन 2082 यहाँ रहेको छ। खुला निम्न माध्यमिक तृतीय श्रेणीको रहेको छ। दरखास्त बुझाउने अन्तिम मिति डबल दस्तुर यहाँबाट हेर्न सक्नुहुन्छ, जम्मा 19 दिन बाँकी रहेको छ, अनि डबल दस्तुरमा चाहिँ 24 दिन। अप्लाई गर्नको लागि चाहिँ यहाँ अप्लाई छ, अप्लाईमा क्लिक गर्नु होला। यता अप्लाई नाउमा अब हेर्नुहोस् साथीहरू, सिलेक्ट जब पोस्ट भनेको छ, निम्न माध्यमिक त। ल प्रतिस्पर्धा, कुन प्रदेशबाट भर्न चाहनुहुन्छ त जुनसुकै प्रदेशबाट तपाईँ भर्न सक्नुहुन्छ। यदि मध्य प्रदेशबाट हो भने मध्य प्रदेशबाट चाहिँ भर्न सक्नुहुन्छ। कुन विषयको लागि, जस्तै कि यहाँ विषय हेर्न सक्नुहुन्छ, नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, कुन विषय। यदि म्याथ हो भने म्याथबाट भर्नु होला। तपाईँ आफ्नो चोइस अनुसार भर्नु होला साथीहरू, तपाईँले कुन विषयमा दिन चाहनुहुन्छ। अब हेर्नु कोटा सिलेक्ट गर्नु होला, महिला भने महिलामा सिलेक्ट गर्नु होला, आदिवासी जनजाति हो भने
त्यसमा चाहिँ क्लिक गर्नु होला। यदि छैन भने, यदि मधेसीको लागि यहाँ कुनै कोटा छैन भने त्यो चाहिँ नहाल्नु होला। यदि महिला भने यहाँ महिलामा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। जस्तै दलित हो भने दलितमा यहाँ क्लिक गरेर त्यसपछि यहाँ सम्पूर्ण विवरण तपाईँको देखाइदिन्छ। अनि चाहिँ यहाँ क्लिक गरेर यो साइडमा जुन छ नि यहाँ चाहिँ क्लिक माथि दिएका सम्पूर्ण विवरण मेरो जानकारीमा सत्य छन्, यदि झुटो फेला पऱ्यो भने मेरो आवेदन कुनै पनि समयमा रद्द हुन सक्ने भन्ने तथ्यमा सहमत छु भने यहाँ गरेर सबमिट गरिदिनु होला। यताबाट चाहिँ सबमिट गरिदिनु होला है। यति चाहिँ यसरी चाहिँ तपाईँले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ साथीहरू। एउटा कुरा अझै तपाईँहरूले बताउँछु म पेमेन्ट कसरी गर्ने। यो फेरि 3 डटमा आउनु होला, 3 एउटा डट जहाँ छ त्यहाँ आउनु होला। अब हेर्नु तपाईँले यदि पेस्ट गर्नुहुन्छ भने तपाईँले फर्म भरिसकेपछि सबमिट गरिसकेपछि यहाँ देखाउँछ साथीहरू। अनि यही सेक्सनमा तपाईँले चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ तपाईँले आफ्नो पुरै प्रोफाइल हेर्न सक्नुहुन्छ, के हाल्नु भएको छ यहाँबाट चाहिँ तपाईँ चेक गर्न सक्नुहुन्छ। ल प्रोसेसहरू चाहिँ यही हो साथीहरू। तपाईँले यदि फर्म भर्नु छ भने कुनै प्रब्लम छ भने हामीले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो नम्बर छ डिस्क्रिप्सन बक्समा, साथै हाम्रो ग्रुप पनि छ, व्हाट्सएपमा जोइन हुन सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईँले अप्लाई गरिसकेपछि फर्म सबमिट गरिसकेपछि यहाँ चाहिँ आउँछ। अनि त्यसपछि यहाँबाट चाहिँ तपाईँहरूले पेमेन्ट गर्न सक्नुहुन्छ। 700 रुपियाँ खास दस्तुर रहेको छ, यो तिरेर चाहिँ तपाईँ यसको फर्मको फिलअप गर्न सक्नुहुन्छ। हस् त धन्यवाद साथीहरू, भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानल सब्सक्राइब गरेर भिडियो लाइक गरिदिनु होला।